यो देश टाठा बाठाहरूले बिगारेको देश, अब टाठा बाठाहरूले बिगारेको देश, भत्काएको देश तपाईं हामी जस्ता लाटा मान्छेले बनाउनु पर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आर यु रेडी? आर यु रेडी? हो, अब हामी बनाउँछौँ यो देश। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सम्पूर्ण इलामेली माङसेबुङ वासी आदरणीय दाजुभाइ दिदीबहिनी, आमा बुवा दाजुभाइ दिदीबहिनी, भान्जा भान्जी र जेन्जीहरू, म अझै केही कुरा भन्नेवालामा छु। यहाँहरू सबैजनालाई श्रम संस्कृति हाम्रो यो संगठनमा, अब पार्टी नै भनौँ होइन, महाअभियानमा जोडिएर आउनका लागि म अनुरोध गर्न चाहन्छु। म त लाटा दिनभरि काम गर्ने भन्नु त सबैले, तिमी त बाठा दिनभरि गफ गर्ने, पारा मिलेन जेठा, पारा मिलेन। हामी लाटा मान्छे हौ, यहाँ म सबभन्दा ठुलो लाटा यो देशको। तपाईहरु पनि मै जस्तो लाटा बन्ने हो? मै जस्तो लाटा बन्न तयार हो? सबैभन्दा यो देशको लाटो मान्छे हर्क साम्पाङ हो, जो चाहिँ होइन नगर प्रमुखको सेवा सुविधामा हातबाटका साथ बडीगार्ड लिएर चाहिँ 10-15 जना लिएर हिँड्नु छोडेर दिनभरि पाखामा काम गर्छ, खोलामा काम गर्छ है, दिनभरि पसिनै पसिना भुस्रेर फुस्रे हुन्छ। अनि म जति लाटा कोही छ त यो देशमा? छैन। म सबभन्दा लाटा हो, यो देशको सबभन्दा लाटो मान्छे। तपाईँ पनि मै जस्तो लाटा बन्न तयार हो? तपाईँ पनि मै जस्तो लाटा बन्न तयार हो? लाटो मान्छे दिनभरि हामी काम गर्छौँ यो देश बनाउनलाई, तर बाठाहरू दिनभरि गफ गर्छन्, रातभरि गफ गर्छन्। कसरी खाने, कसरी काटेर खाने यो देशलाई, पूर्वबाट काट्ने कि पश्चिमबाट खाने, उत्तरबाट काट्ने कि दक्षिणबाट काट्ने, आकाशतिरबाट काट्ने कि जमिनतिरबाट फोडेर खाने भनेर सोचिरहेछन् ती बाठाहरू। अब यो संगठन भनेको लाटाको संगठन हो है, यो देश बनाउनका लागि तपाईको औजार बोकेर अगाडि बढ्ने मान्छेहरूको संगठन हो। त्यो संगठनमा तपाईँ आउने हो? हृदयदेखि भन्नु होला, मलाई मुख के अरे तपाईँको छैन, अहिले मात्रै तपाईँको चाहिँ मुखले भन्ने होइन, मनबाट भन्ने हो। तपाईँ औजार बोक्न तयार हो? तपाईँ पसिनाको क्रान्ति गर्न तयार हो? यदि त्यसो भने तपाईँहरूलाई हृदयदेखि म स्वागत गर्न चाहन्छु हाम्रो श्रम संस्कृति संगठन महाअभियानमा।